नमस्कार सबैजनालाई। आज हामी हाम्रो पहिलो भिडियो लिएर आइसकेका छौँ। यो भिडियोमा हामी सेयर मार्केटको बेसिकको बारेमा चर्चा गर्छौँ। सेयर मार्केट भनेको नेभिगेटिङ फाइनान्सियल अपर्च्युनिटी हो। सेयर मार्केटले डाइनामिक फाइनान्सियल अपर्च्युनिटी हामीलाई दिइराखेको हुन्छ क्या। दिनमदिन हामीले पैसाले पैसा बनाउन सक्छौँ। हामी सुतिराख्दा नि पैसा बन्यो, बसिराख्दा नि पैसा बन्यो, काम गरिराख्दा नि पैसा बनिरहेको हुन्छ क्या। अनि ग्लोबल स्टकको मार्केट क्यापिटलाइजेसन के 2024 मा 95 ट्रिलियन पुगिसकेको छ। 95 ट्रिलियन भन्नाले सानोतिनो अमाउन्ट चाहिँ होइन क्या। मार्केट क्यापिटलाइजेसन भनेको मानौँ एउटा कम्पनीको सेयर भ्यालु ₹1000 छ र त्यो कम्पनीको 100 वटा सेयर लिस्ट भएको छ भने उसको मार्केट क्यापिटलाइजेसन 1000 इन्टु 100 हुन्छ। अन्डरस्ट्यान्डिङ स्टक मार्केट। स्टक मार्केट भनेको ग्लोबल फाइनान्सियल हब है। हाम्रो नेप्से भने जस्तै विभिन्न देशको विभिन्न स्टक एक्सचेन्जहरू रहेका हुन्छन्। हामी स्टक मार्केटबाट दुई तरिकाबाट छिर्न सक्छौँ, प्राइमेरी र सेकेन्डरी तरिकाबाट। प्राइमेरी तरिकामा आइपिओहरू पर्यो भने सेकेन्डरी तरिकामा हामी ब्रोकरको खातामा गएर जो ट्रेडिङ गर्छौँ नि त्यहीँबाट किनबेच गर्नु के पहिलेदेखि लिस्टेड भएको कम्पनीहरूको किनबेच गर्नुलाई सेकेन्डरी तरिकाबाट मार्केटमा छिर्नु भनिन्छ होइन। हाउ डु स्टक मार्केट अपरेट है। स्टक मार्केट कसरी अपरेट हुन्छ भन्दा स्टक मार्केट सप्लाई र डिमान्डको खेल हो। जति सप्लाई हुन्छ त्यति प्राइस चलाउँछ, जति डिमान्ड हुन्छ त्यति प्राइस माथि जान्छ। ब्रोकरको रुल हामीले ब्रोकरकै थ्रुबाट सेयरहरू किनबेच गर्ने गर्छौँ। कि पार्टिसिपेन्ट भन्नाले इन्डिभिजुअल र इन्स्टिट्युसनल इन्भेस्टर हुन्छ। इन्स्टिट्युसनल इन्भेस्टर भनेको ठुलो खेलाडीहरू, ब्याङ्क भयो, म्युचुअल फन्ड भयो, बढी पैसा बोकेका भयो भने इन्डिभिजुअल इन्भेस्टर भनेको हामी जस्तो रिटेलर जसले सानो पैसा लगाएर सानो प्रफिट बुक गर्ने आशा राख्छ। टाइप्स अफ इन्भेस्टमेन्ट स्टकहरू हामी डाइरेक्टली कुनै कम्पनीको आफैले स्टक किन्नुलाई स्टकको थ्रुबाट इन्भेस्टमेन्ट गर्ने भनिन्छ भने बोन्ड भनेको एउटा कर्पोरेसन गभर्नमेन्ट अर्गनाइजेसन हुन्छ जसले फिक्स पर्सेन्ट रिटर्न दिन्छु भन्छ क्या। त्यसमा हामीले लगानी गर्नुलाई बोन्डमा लगानी गर्नु भनिन्छ। म्युचुअल फन्ड भनेको त हाम्रो पैसा अरू प्रोफेसनललाई म्यानेज गर्न दिनु भनिन्छ भने एक्सचेन्ज ट्रेडेड फन्ड भनेको नि म्युचुअल फन्ड जस्तै हो जसलाई हाम्रो पैसा अरूले ट्रेड गरिदिन्छौँ क्या। त्यो टेक्निक मार्केट एनालाइसिस टेक्निक भनेको हामीले कसरी आफ्नो पैसा कम्पनीमा हाल्न सक्छौँ, कुन आधार हालेका छौँ त भन्ने कुरो बुझाउँछ। फन्डामेन्टल एनालाइसिस भनेको कम्पनीले कति प्रफिट बुक गर्यो भनेर हेरिन्छ है। हामी त्यही आधार कम्पनी राम्रो छ भनेर लगानी गर्छौँ। लङ टर्मको लागि गर्ने गरिन्छ फन्डामेन्टल एनालाइसिस। प्रायः जसो इन्भेस्टरहरूले गर्ने गर्छन्। टेक्निकल एनालाइसिस भनेको ट्रेडरहरूले गर्छन् जसले हिस्टोरिक प्याटर्नहरू वा ट्रेन्ड्स लाइक माथि बढिरह्यो भने यो कम्पनी अझै माथि बढ्छ भनेर हामीले त्यहाँ किन्छौँ त्यो कम्पनी। फाइनेन्सियल इन्डिकेटर भनेको पी रेसियो भनेको प्रफिट टु अर्निङ रेसियो र मार्केट क्याप भनेको त मैले भनिहालेँ। मार्केट क्यापिटलाइजेसन र मार्केट क्याप भनेको एउटै हो। इकोनोमिक इन्फ्लुएन्स वा इकोनोमिक इन्डिकेटर भनेको जिडिपी ग्रोथ। जति जिडिपी बढ्यो त्यति मार्केटलाई राम्रो असर पार्यो। इन्फ्लेसन रेट भन्नाले इन्फ्लेसन रेट जति बढ्छ नि हाम्रो महँगाई जति बढ्छ नि त्यति सेयर मार्केट पनि बढिराखेको हुन्छ। ग्लोबल इकोनोमिक इन्फ्लुएन्स भनेको के तत्त्वहरूले सेयर स्टक मार्केटलाई इन्फ्लुएन्स गर्छ भनेको जियोपोलिटिकल इभेन्ट भनेको कुन मन्त्रीहरू चेन्ज भए, कस्तो मन्त्रीहरू, उसको छवि कस्तो छ, पोजिटिभ छ कि छैन मार्केट भन्ने कुरो बुझिन्छ। कृषि भनेको सेन्ट्रल ब्याङ्कले बनाउने नीतिहरू हो कि ब्याङ्क सम्बन्धी इन्फ्लेसन सम्बन्धी बनाउने नीतिहरू हो। इमर्जिङ मार्केट र टेक्नोलोजीले पनि सेयर मार्केटमा पोजिटिभ इम्प्याक्ट खेलिराखेकै हुन्छ। नेप्सेलाई नेपाल स्टक एक्सचेन्ज पनि भनिन्छ जसले हामी जस्तै इन्भेस्टर वा ट्रेडरहरूलाई अपर्च्युनिटी प्रोभाइड गर्दछ। डिफ्रेन्स बिट्विन ट्रेडर एन्ड इन्भेस्टर भने के रहेछ भन्दा ट्रेडर एन्ड इन्भेस्टरले डिफ्रेन्ट ओल्ड फाइनेन्सियल ओल्डलाई डिफ्रेन्ट अप्रोचले गर्छन् भने ट्रेडरले सर्ट टर्म गेन्सको लागि गर्छ भने इन्भेस्टरले लङ टर्मको लागि ग्रोथको लागि एसेटहरू होल्ड गर्छ। तर ट्रेडरहरूले आजै कमाउँछु आजै उडाउँछु भन्ने मेन्टालिटी छ भने ट्रेडिङ ठिक छ। र भोलिको लागि पैसा जम्मा गर्छु भन्नेलाई इन्भेस्टिङ इज बेटर है। डिफाइनिङ ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट स्ट्राटेजी। ट्रेडर युज टेक्निकल एनालाइसिस है, क्विक प्रफिटहरू हेर्छन् कि आज किन्छन् भोलि पर्सितिर खातामा आउँछ मार्केट प्राइस बढेर चाहिँ बेचिदिन्छन् क्या। इन्भेस्टरले फन्डामेन्टल एनालाइसिस गर्छन्, कम्पनीको हेल्थ कस्तो छ, कसरी प्रफिट गेन गरेको कि छैन, म्यानेजमेन्ट कस्तो छ भन्ने कुरामा ख्याल राख्छन्। पर्फर्मेन्स इज मेजर बाई सर्ट टर्म गेन्स फर ट्रेडर वेयरएज लङ टर्म ग्रोथ इज द की फर द इन्भेस्टर्स। हामीले त्यो टेक्निकल एनालाइसिसको लागि चार्टहरू कहाँबाट पाउन सक्छौँ भन्दा नेप्से अल्फा चार्ट भन्ने सर्च गर्न सक्छौँ र हामीले नेप्से अल्फाको चार्टहरू ओपन गर्नु। नेप्सेले के गर्छ, नेप्से अल्फाले के गर्छ, मार्केट सकेपछि मात्रै त्यो चार्ट देखाउँछ। मार्केट चलिरहँदा त्यसले चार्टहरू बनाउँदैन है, तर चुक्कुले चाहिँ बनाइराखेको हुन्छ। हजुर यहाँ आएर चुक्कुको चार्ट ओपन गर्न सक्नुहुन्छ। यसले चाहिँ मार्केट ओपन हुँदा पनि देखाइराखेको हुन्छ। यो चाहिँ भयो चार्ट ओपन गर्ने कुरो। तर हामीलाई सेयर सुरु गर्न के चाहिन्छ भन्दा ब्याङ्क खाता चाहिन्छ, मेरो सेयर खाता र टिएमएस खाता चाहिन्छ। टिएमएस खाता हजुरले कुनै पनि ब्रोकरको उसमा गएर हामीले बनाउन सक्नुहुन्छ। यहाँ मैले एउटा ब्रोकरको इक्जाम्पल देखाइदिन्छु।
क्यापिटल म्याक्स सेक्युरिटी ब्रोकर नम्बर 62 यहाँ आएर हामीले ओपन अकाउन्टमा गएर हामीले यहाँ सब अकाउन्टहरू ओपन गर्न सक्छौँ। हामीले टिएमएस अकाउन्ट बनाइसकेपछि हामीले पहिले चार्ट एनालाइज गर्नुपर्छ कुनै पनि स्टक किन्नु अगाडि। चार्ट एनालाइज गर्न यहाँ टुल बारहरू हुन्छ, टुल बारमा हामीले इम्पोर्टेन्ट टुलहरू लिनुपर्छ। यहाँबाट हाम्रो इम्पोर्टेन्ट भनेको यो ट्रेन्ड लाइन हो, हामीले स्टार मार्क गर्न सक्छौँ। अर्को भनेको ट्रेन्ड एङ्गल होरिजेन्टल लाइन र यसमा फिबोनाची रिट्रेसमेन्टमा यो ट्रेन्ड बेस फिबोनाची रिट्रेसमेन्ट र फिबोनाची रिट्रेसमेन्ट युजफुल हुन्छ। यहाँबाट इलियोट इम्पल्सिभ वेट त्यो मैले मार्क लाग्छु नि स्टार, त्यो सबै हजुरले नि स्टार लाउनुपर्छ, सजिलो हुन्छ। अनि यहाँ प्राइस रेन्ज डेटेड डेट रेन्ज हजुरले यो पनि स्टार लाएर यहाँ आउँछ हाम्रो सबै। रेक्ट्याङ्गल पनि काममा आउँछ, पाथ पनि काममा आउँछ है। टेक्स्ट त हामीले यहाँबाट लिन सक्छौँ। यो टुलहरू हाम्रो यहाँ आइसक्छ। यहाँबाट हामीले एनालाइसिसहरू यसरी ड्र गर्न सक्छौँ है। यो चार्ट के हो त है त, यो हरियो हो नि, हरियो भने इन्क्रिज गरेको हामीले यो कहाँको कर्छ हरियोमा लग्यो भने कति पर्सेन्टले बढेको छ भनेर माथि देखाएको हुन्छ कि 2 माथि देखाएको हुन्छ। यहाँ देखाएको छ 1 पोइन्ट कति पर्सेन्ट यहाँ नि, यो भनेको हाम्रो कति पर्सेन्ट बढेको छ वा कति पर्सेन्ट घटेको छ भनेर देखाउँछ। ग्रिन भनेको हाम्रो बढेको छ है, मार्केट बढेको भनिन्छ, यसलाई हामीले मार्केट घटेको भनिन्छ। अनि मार्केटलाई युज हुने कमन टर्महरू के यो भनेको यो छ नि एकै ठाउँमा मार्केट न तल गह न माथि गह, यो रेन्जलाई चाहिँ हामीले साइडवेज मार्केट भन्ने गर्छौँ। अनि जब मार्केट बढिरहेको हुन्छ नि त, माथि मात्रै गइरहेको हुन्छ, त्यसलाई हामीले बुलिस। जब मार्केट बियरिस तलतिर जान्छ त्यसलाई हामीले बियरिस मार्केट पनि भन्छौँ। यो हाम्रो बियरिस मार्केटको इक्जाम्पल हो भने हाम्रो यो चाहिँ बुलिस मार्केटको इक्जाम्पल हो। यो भयो नेप्सेको चार्ट। अब हामीले अरू कम्पनीको चार्ट खोल्नु छ भने यो सर्च बारमा गएर नेप्से भनेको के हुन्छ, सबै कम्पनीहरू कस्तो पर्फर्म गरिरहेको भनेको एभरेज निकाल्छ क्या। हामीले इन्डिभिजुअल कम्पनीहरू हेर्न मिल्छ।